Hi everyone, good morning and welcome back to my channel. And yes, आज फेरि बिहान ब्लगिङ गर्नेको मुड भएर मैले ब्लग स्टार्ट गरेँ। आजको के कस्तो हुनेछ तपाईहरुसँग शेयर गर्छु। अहिलेलाई भने चाहिँ 5:30 भइसकेको छ। म चाहिँ मर्निङ पर्सन हो हैन, मर्निङै उठ्ने गर्ने गर्छु। तर आज चाहिँ हल्का ढिलो भयो 5:30। एक्चुअली म चाहिँ लाइक 5 बजे उठ्ने गर्छु नि त हैन। आज हल्का ढिलो भयो तर केही छैन। सो लेट्स स्टार्ट द डे। अहिले फेरि नानीहरुको भ्याकेसन चल्दैछ, त्यही भएर अलि ढिलो छिटो त हुन्छ नि त नि। सो लेट्स बिगिन दिस भिडियो एन्ड तपाईहरु सबैलाई have a wonderful day or weekend, है। So let's start this video. होला बाहिरको भ्यू देखाउने छु। मेस भइरहेको छ। And guys, तपाईहरुलाई म बाहिरको नजारा देखाउने छु। यहाँ म छु। बाहिरको चाहिँ यस्तो छ। अहिलेलाई चाहिँ मैले स्किन केयर पनि गरिसकेँ। सो दिनको सुरु गर्न गइरहेको छु। सो stay tuned. And guys, म चाहिँ अब घर सफा गर्न थालेको। विकेन्डको डिप क्लिन्जिङ। सो मेस सफा गर्दैछु। अब मपिङ गर्नुपर्ने छ, डस्टिङ गर्दैछु। सो यस्तै छ। सो सबै मिलाएर चाहिँ मपिङ गर्नुपर्ने रहेछ। अहिले चाहिँ म छु आमाको बेडरुममा। अन्त बेडरुम मिलाएर चाहिँ सबै रुमहरु मपिङ गर्नुपर्ने छ। यति ब्युटिफुल वेदर छ। आइजको लागि चाहिँ गार्डन यस्तो भइरहेको छ। बाहिर निस्केको त घाम त यस्तो डेन्जर टल्किरहेको छ। कहाँबाट आयो तपाईँ? तपाईँ चाहिँ कहाँबाट?
यिनीहरू लगेर चाहिँ म भेटेरिनेरी यहाँलाई लगेर चाहिँ भेटेरिनेरी गएको म चाहिँ भेटेरिनेरी आइपुग्यो अब यो बच्चाहरू हुन्छ हाई बेबी यो चाहिँ गोपीमनमा छ कि यो चाहिँ पहिलादेखि नै हामी आउँथ्यौँ नि त यहाँ अन्त एकखेप सिफ्ट भएको जस्तो लागेको थियो अलिकति यतापट्टि अगाडि बनाउनु भएछ ठुलो बनाउनु चाहिएको छ मजाले ठुलो सो लोकेसन चाहिँ छ यहाँ गोपीमनको छेउमा जस्ट अपोजिट टु द गोपीमन हस्पिटल है सो अब नो एक्सक्युज तिमीले किन भएको पप चुप 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 ल भैया आउनुहोस् रेडी चुप 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 मलाई लाग्छ किसे त्यसो भयो नि आमामा 300 होइन 350 पो अरे हो साइ न न न ओए पिटु पिटु मजा आयो मैले चाहिँ यहाँनिर पप्पिसको सपिङ गरेको छु होइन अघि तपाईँहरूले देखिहाले एन्ड यस यो हाम्रो दुईटा पप्पीको कार्ड भ्याक्सिनेसन कार्ड 2020 को रहेछ यिनीहरू भनेपछि 5 साल भइसकेछ 5 साल भइसकेछ पप्पिसहरूले पनि हो बिल छ पप्पिसहरूको दाम मेडिसिनको दाम पुरा महँगो हुन्छ अनि यो लिएको छु डिवर्मिङ दुईजनालाई हुन्छ अनि यो लिएको छु भिटामिन दुईजनालाई हुन्छ अन्त यो लिएको छु अर्को जरा चाहिँ स्किनमा अलिकति प्रब्लम निस्किरहेछ जति त भएको छ तर पनि दबाई खुवाउनु पर्यो अनि पेडिग्री लिएको छु किनकि प्रायः जस्तो त घरकै खाना होइन विथ अब चिकनको लिभरहरूसँग घरकै खाना बेस्ट हो तर पनि यो चाहिँ अब अहिले हामी शाखा तहमा यो मिट पकाउँदैन त्यही भएर डगीलाई पनि चिकन फ्लेभरको चाहिँ पेडिग्री ल्याइदिएको छु एन्ड देन स्याम्पू यो स्याम्पू चाहिँ मैले फर्स्ट टाइम चलाउँदैछु किनभने टिक एन्ड फ्रीको पनि रहेछ नि त त्यही भएर एलोभेराको रहेछ राम्रै हुन्छ होला अब त्यसले त यो काङ्गो पनि हाल्दैछ अब मैले त काङ्गो क्यान्सल गरेको थियो पनि त राख्नु हुँदैन उनीहरूको बिचरा 1 सालभरि पढ्नुपर्ने हुन्छ होइन रिफ्रेसमेन्टको लागि चाहिँ आज हामी स्विमिङ पुल पनि लगेर जाँदैछु स्विमिङ पुलको भिडियो चाहिँ तपाईँले नेक्स्ट ब्लगमा हेर्नुहोस् होला एन्ड यु क्यान प्लिज टु कन्टिन्यू यर गिटार सो क्यान यु प्लिज प्ले फ्यु लाइन फर मी